म यो देशको ढुकुटीको पाले हुँ। जबसम्म म राजनीतिमा रहन्छु यो देशको ढुकुटीबाट कसैलाई 1 रुपैयाँ लुट्न दिन्न, यो बाचा म गर्न चाहन्छु। पहिलो दिनबाट यो देशको ढुकुटीको पाले भएर हामी काम गर्छौँ। ठिक छ नि भन्डी है। 2 नम्बर क्षेत्रका मानिसहरूले अब आफूलाई जे परे पनि मलाई सम्पर्क गर्नु होला। म छु तपाईँको लागि म छु। तपाईलाई कसैले अन्याय गर्यो म छु। तपाईलाई कसैले अत्याचार गर्यो म छु। तपाईमाथि कसैले विभेद गर्यो म छु। घरेलु हिंसामा कोही महिला पर्नुभयो म छु। तपाईलाई अस्पतालमा कसैले ठग्यो, कुनै काम गर्न जाँदा कसैले ठग्यो, सरकारी कार्यालयमा कसैले घुस माग्यो म छु। 2 नम्बर क्षेत्रका लागि म छु। 3 नम्बर क्षेत्रका लागि जिता बराल हुनुहुन्छ। 1 नम्बर क्षेत्रका लागि हरि ढकालजी हुनुहुन्छ। घन्टी है घन्टी। नमस्ते घन्टी है। यदि तपाईलाई यो मैले भनेका कुराहरू चित्त बुझेन भने मलाई आफ्नो घरमा हस्ताक्षर गर्न लाउनु होला। कन्ट्र्याक्ट गरे जसरी ल्याप्चे लगाउन लाउनु होला। म ल्याप्चे लगाउँछु आफूले बोलेको कुरामा। म हस्ताक्षर गर्छु। मेरा उम्मेदवारहरूले तपाईसँग हस्ताक्षर गर्नेछन्। बोलेको कुरा पुर्याउनु पर्छ, नभए बोल्नु हुँदैन। हाम्रा उम्मेदवारहरूलाई मैले भनेको छु एउटा कुरा बोल्नुस्, म एउटा काम गर्न सक्छु मात्र भन्नुस्, त्यही एउटा काम गर्नुस्। तर 100 वटा काम गर्छु भनेर बाचा गरेर आउनु भयो र एउटा पनि गर्नु भएन भने हाम्रो पार्टीमा तपाईका लागि स्थान छैन। बरु आजको युगमा पनि संसार ब्रह्माण्ड खाइसक्यो, कहाँ पुगिसक्यो, स्पेसमा गएर अध्ययन गर्न सुरु गरिसक्यो। हामी एउटा जाबो पासपोर्ट बनाउन एउटा बिचौलियालाई 1000-2000 घुस खाने युगमा छौँ। हामीमाथि यो अन्याय अब हामी सहँदैनौँ। यस्ता अन्याय सहेर हामी बस्दैनौँ। नीति फेर्नुपर्छ। हामीले त्यो नीति फेर्नुपर्छ। जहाँबाट काम गरेको थिएँ त्यहाँबाट काम सम्पन्न गर्न गाह्रो भएको हुनाले काम फत्ते गर्नको लागि म चितवन आएको हुँ। काम गर्नका लागि, चुनाव जित्नका लागि आएको होइन। र यो कुनै पनि मुलुक बन्नका लागि एउटा युगमा एउटा यस्तो समय, यस्तो घडी, यस्तो मान्छे, यस्तो पार्टी या यस्तो बेला आइपुग्छ। त्यो बेलादेखि त्यो देशले काँचुली फेर्दछ। संसारका हरेक देशमा भएको छ। हामीले धेरै देशको इतिहास पढेका छौँ। अब हाम्रो इतिहास पनि विश्वले पढ्नेछ कि यसपटक नेपाली जनताले इतिहास लेख्नेछन्, हामीले होइन, तपाईहरूले। हाम्रा नेपाली जनताले यसपटक इतिहास लेख्नेछन् र नेपाली जनताले भन्नेछन् यो त अति भयो। संसारका अरू देशहरू विकासमा फड्को मारिसक्दाखेरि पनि हामी आपसी कलहमा लडिरह्यौँ। अब यो युगलाई हामी अन्त्य गर्नेछौँ भनेर तपाईँले भन्नु। स्थानीय निर्वाचनमा आम नागरिकहरूले एउटा जनाउ घन्टी बजाइसकेका छन्। त्यो घन्टी काठमाडौँमा सुनियो, धरानमा सुनियो, धनगढीमा सुनियो। के अब चितवनले त्यो घन्टी नबजाउने त? बजाउने। नमस्कार यहाँ उपस्थित तपाईँहरू सम्पूर्णलाई। म त्यो एउटा भाग्यमानी मान्छे हुँ जो यही ठाउँबाट आफूले नयाँ जीवन पाएको र यही ठाउँबाट एउटा नयाँ सपनाको यात्रा तय गर्न पाएको एउटा भाग्यमानी मान्छे हुँ। यो भाग्यमानी मान्छेले अरू के नै भन्न सक्ला र? बस म यो आफ्नो भाग्यलाई, यो समाजलाई हस्तान्तरण गर्न चाहन्छु। आफ्नो जीवनमा आफूले जानेको, आफूले बुझेको र आफूसँग भएको इमानको बलमा टेकेर म यो समाजलाई भन्न चाहन्छु कि हामीले प्राप्त गर्ने जीवन योभन्दा धेरै राम्रो हुनसक्छ। हाम्रो स्वास्थ्य, शिक्षा, सबै कुरा योभन्दा धेरै राम्रो हुनसक्छ। हाम्रो पूर्वाधारको हरिबिजोग यो हुने होइन। म यो समाजलाई योगदान दिएर मात्र मर्न चाहन्छु। यस अर्थमा पनि यो ठाउँसँग मेरो एउटा गहिरो नाता जोडिएको छ। म चुनाव जित्ने ठाउँ खोज्दै हिँडेको मान्छे होइन। म चुनाव जितिसकेपछि कहाँ काम गर्न सकिन्छ भनेर काम गर्ने योजना सहित आएको मान्छे हुँ। मलाई थाहा छ यहाँहरूले मलाई धेरै माया गर्नुभएको छ। यति धेरै माया प्राप्त गर्नु भनेको एउटा व्यक्तिका लागि धेरै ठुलो कुरा हो र एउटा राजनीतिक यात्रामा हिँडेको मान्छेको यो पहिलो पाइलाका लागि झन् ठुलो कुरा हो। जति जति धेरै तपाईँहरूबाट माया पाउँछु, जति जति धेरै तपाईँहरूबाट आशीर्वाद पाउँछु, त्यति धेरै आफूलाई जिम्मेवार भएको मैले महसुस गरेको छु। म मात्तिएको छैन। यो माया, यो उत्साह, तपाईँले लगाइदिनु भएको अबिर, तपाईँले लगाइदिनु भएको माला, फुलले म मात्तिएको कदापि छैन र म मात्तिनेवाला पनि छैन। म त्यसलाई सत्कर्ममा प्रयोग गर्ने अठोट लिएर यहाँहरू समक्ष आएको छु। उपस्थित आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू, वडा नम्बर 10 को यो हाम्रो सम्पर्क कार्यालयको यो उद्घाटनमा हामी आज तपाईँहरूसँग साक्षात्कार गर्न पाइरहेका छौँ र नजिकै निर्वाचन पनि आइरहेको छ। यो निर्वाचन हाम्रो यो क्षेत्रका लागि मात्र होइन, सिङ्गो देशका लागि एउटा सन्देश बोकेको निर्वाचन हो। आउँदो निर्वाचनमा नेपाली जनताहरू, नेपाली आम नागरिकहरू कस्तो किसिमको नेतृत्व चाहन्छन् भन्ने कुराको एउटा जनाउ घन्टी स्थानीय चुनावमा बजिसकेको छ। स्थानीय निर्वाचनमा आम नागरिकहरूले एउटा जनाउ घन्टी बजाइसकेका छन्। त्यो घन्टी काठमाडौँमा सुनियो, धरानमा सुनियो, धनगढीमा सुनियो। के अब चितवनले त्यो घन्टी नबजाउने त? बजाउने।
चितवनले मात्र होइन सिङ्गो देशले त्यो घन्टी बजाउने छ र नयाँ पुस्ताले गर्ने राजनीति कस्तो हुन्छ भन्ने कुरा हामीले देखाउनु पर्ने छ। छरछिमेकका देशहरू प्रगतिको शिखरमा पुगिसके, अन्य देशहरूको त पुरै छोडिदेऊ। जतिखेर हाम्रो सभ्यताको सुरुवात भएको थियो त्यतिखेर ती देशहरूको नामो निशान थिएन। आज तिनै देश हामीलाई सभ्यता सिकाउन आइपुगेका छन्। हामी कति पछाडि परेका छौँ। अब हाम्रो पुस्ताले यो हुन दिँदैन। हाम्रो पुस्ता अब व्यक्तिगत स्वार्थमा लिप्त भएर आफन्तहरूलाई पोसेर, आफ्ना मान्छेहरूलाई ठेक्कापट्टा बाँडेर, आफ्ना कार्यकर्ताहरूलाई जागिर खुवाएर देशको ढुकुटी लुट्दैन हाम्रो पुस्ता। हाम्रो पुस्ता देशको ढुकुटीको पाले भएर बस्छ, 1 रुपियाँ कसैलाई चोर्न दिँदैन। म यो देशको ढुकुटीको पाले हुँ। जबसम्म म राजनीतिमा रहन्छु यो देशको ढुकुटीबाट कसैलाई 1 रुपियाँ लुट्न दिन्न, यो बाचा म गर्न चाहन्छु। पहिलो दिनबाट यो देशको ढुकुटीको पाले भएर हामी काम गर्छौँ। बाँकी सुशासन भएन भने, विधिको शासन भएन भने केही पनि विकास हुँदैन। विधिको शासन तय गर्नको निमित्त हामीले संसदमा उल्लेख्य सङ्ख्यामा हाम्रो उपस्थिति जनाउनुपर्छ। 4 महिनाको मेहनतमा दिन रातको हाम्रो खटाई र हाम्रा जुझारु साथीभाइहरूको टिम यति धेरै लागि पर्नुभयो यो देशको चिन्ता लिएर, यो समाजको चिन्ता लिएर कि हामीले 131 जना उम्मेदवारहरूलाई देशभरि पठाएका छौँ घन्टी चुनाव चिन्ह दिएर। ती सबै उम्मेदवारहरूले कति राम्रो काम गर्न सक्छन् म आज यहाँ भन्न सक्दिनँ, तर एउटा पनि गलत काम गरेछन् भने त्यसको जिम्मा म लिन्छु, मेरो जिम्मा हो। मैले बारम्बार भन्दै आइरहेको छु र उम्मेदवारहरू कस्तो हुनुपर्छ भनेर हामीले वर्षौँदेखि हेर्दै आयौँ र भएका उम्मेदवार, हामीलाई प्राप्त उम्मेदवारहरूलाई हामीले भोट हालेर पनि हेऱ्यौँ। नतिजा हाम्रो सामु स्पष्ट छ। म अब कसैलाई गालीगलोज गर्ने पक्षमा छैन। उम्मेदवारी दर्ता गरिसकेपछि मैले आलोचना बन्द गरेको छु। अब आफूले गर्ने काममा मात्र मेरो ध्यान छ। हाम्रा टिमका कयौँ साथीहरू विभिन्न देशका विज्ञ र नेपाली एनआरएनमा रहेका समेत संसारभरि छरिरहेका नेपालीहरूको विज्ञताको लागि परिरहनु भएको छ। अब हामीलाई विश्वास छ आम नेपाली दाजुभाइ दिदीबहिनीहरूले हामीलाई उल्लेख्य सङ्ख्यामा यो पटक संसदमा पठाउनु हुनेछ। त्यहाँ पुगेपछि गर्ने के हो भन्ने कुराको खाका कोर्नको निमित्त देशमा रहेका, विदेशमा रहेका, एनआरएनमा रहेका, आबद्ध भएका र विभिन्न संसारका देशमा रहेका हाम्रा साथीभाइ जो विज्ञ छन् उनीहरूसँगको बैठकका लागि हाम्रो टिम विभिन्न देशमा काम गर्न सुरु गरिसकेको छ। हामी चाँडै नै रिजल्ट दिने गरी काम गर्न आएका छौँ। हाम्रो पुस्तालाई कमिसन चाहिँदैन, हाम्रो पुस्तालाई घुस भन्ने चिजमा घृणा छ। हामी त्यो युगबाट यो मुलुकलाई हामी अगाडि लिएर जान चाहन्छौँ, त्यो युगको अन्त्य गर्न चाहन्छौँ। आजको युगमा पनि संसार ब्रह्माण्ड खाइसक्यो, कहाँ पुगिसक्यो, स्पेसमा गएर अध्ययन गर्न सुरु गरिसक्यो। हामी एउटा जाबो पासपोर्ट बनाउन एउटा बिचौलियालाई 1000-2000 घुस खाने युगमा छौँ। हामीमाथि यो अन्याय अब हामी सहँदैनौँ। यस्ता अन्याय सहेर हामी बस्दैनौँ। हामी आज कुनै अस्पतालमा जाउँ, मैले कार्यक्रम सञ्चालन गर्दा यही क्यान्सर अस्पतालको कयौँ रिपोर्टिङ गरेको थिएँ। हिजो रिपोर्टिङ गर्दा र आजको अवस्था के फेरियो मलाई थाहा छैन। मलाई यहाँ नहेरिकन भनिदिन सक्छु केही फेरिएको छैन, किनकि यो सञ्चालन गर्न आउनको निमित्त नीति निर्माण गर्ने मान्छेहरू नफेरिएपछि, नीति नफेरिएपछि केही पनि फेरिँदैन। त्यो नीति फेर्नुपर्छ। हामीले त्यो नीति फेर्नुपर्छ। जहाँबाट काम गरेको थिएँ त्यहाँबाट काम सम्पन्न गर्न गाह्रो भएको हुनाले काम फत्ते गर्नको लागि म चितवन आएको हुँ। काम गर्नका लागि, चुनाव जित्नका लागि आएको होइन। र यो सिङ्गो चितवनमा हामीसँग होनहार उम्मेदवारहरू आएर बसेका छन्। जिता बरालजी यहाँ हुनुहुन्छ। भ्रष्टाचारको विरुद्ध उहाँले आगो ओकल्नु भएको छ। आज कसैले भ्रष्टाचार गरिरहेको छ भने जिता बराल आउनु होला भनेर थुरथुर काम्ने मान्छेहरू छन्। हामी त्यस्ता मान्छेलाई संसदमा लिएर जान चाहन्छौँ। कसैले चिन्नु भएको छैन भने चिन्नु पर्यो। अब थाहा पाउनु पर्यो कि हाम्रो उम्मेदवार कस्तो हुनुहुन्छ भनेर। एउटा सशक्त महिला, एउटा महिला जसलाई घरबाट निस्कनको निमित्त कति धेरै अप्ठ्यारो परिस्थितिको सृजना गर्नुपर्ने समाजमा हामी बसेका छौँ। त्यही समाजमा बसेर जिता बराल जस्ता साहसी नारीहरू घन्टी बजाउँदै अब संसदतर्फको आफ्नो यात्रा तय गरिरहेका छन्। उहाँलाई संसदमा पठाउने जिम्मा तपाईँको। अर्का एक युवा क्षेत्र नम्बर 1बाट उठ्नुभएको छ हरि ढकाल, एउटा यस्तो सक्षम युवा जो सार्वजनिक सम्पत्तिको काहीँ तलमाथि भएको छ कि छैन हेर्नको लागि अहिलेदेखि नै अडिट गर्नुपर्छ भनेर लागिरहनु भएको छ, हिसाब हेर्न लागिरहनु भएको छ र उहाँ एउटा प्रतिबद्ध भएर अगाडि बढिरहनु भएको छ। सिङ्गो चितवनबाट हामी तपाईँहरूबाट मत चाहन्छौँ, सिङ्गो देशबाट हामी तपाईँहरूबाट मत चाहन्छौँ। हाम्रा उम्मेदवारहरू सक्षम छन्, हाम्रा उम्मेदवारहरू इमान्दार छन्। इमान्दारी अहिलेका लागि धेरै महत्त्वपूर्ण कुरा हो। यदि इमान भन्ने कुरालाई हामीले नजरअन्दाज गऱ्यौँ र कुनै हिसाबले वर्षौँदेखि राजनीति गरेको मान्छे नै राजनीतिज्ञ मान्न थाल्यो भने हामीले पाउने यस्तै बाटो हो, हामीले पाउने त्यस्तै अस्पताल हो, हामीले पिउने त्यस्तै पानी हो। अब म त्यस्तो पानी पिउन्न।
म अब त्यस्तो पानी पिउँदिनँ, न तपाईँलाई पिउन दिन्छु, न म यस्तो बाटोलाई मान्छु, न तपाईँलाई मान्न दिन्छु, न म त्यस्तो अस्पताल मान्छु, न तपाईँलाई मान्न दिन्छु। हाम्रो सिङ्गो टिम देशैभरिबाट अगाडि बढेको छ। कृपया हामी सबैलाई जिताएर तपाईँहरूले संसदमा लिएर जानुहोला। हामी त्यो नेता बनेर तपाईँहरूलाई नै भेट्न नसकिने, तपाईँहरूले नै छोड्न सकिने त्यस्तो बन्न चाहँदैनौँ। हामी तपाईँको सेवक बनेर काम गर्न चाहन्छौँ। सेवक कस्तो हुन्छ र नेता कस्तो हुन्छ यसको फरक नेपाली जनताले त्यो स्वाद चाख्नुपर्ने हुन्छ। छेउछाउका देश, संसारका सबै देशहरू प्रगतिको शिखरमा बसिरहँदा हामी नाक थुनेर र अनुहार ढाकेर हिँड्नुपर्न गर्ने हामीले कुनै अपराध गरेको छैनौँ, कुनै पाप गरेका छैनौँ। कुनै पनि मुलुक बन्नका लागि एउटा युगमा एउटा यस्तो समय, यस्तो घडी, यस्तो मान्छे, यस्तो पार्टी या यस्तो बेला आइपुग्छ। त्यो बेलादेखि त्यो देशले काँचुली फेर्दछ। संसारका हरेक देशमा भएको छ। हामीले धेरै देशको इतिहास पढेका छौँ। अब हाम्रो इतिहास पनि विश्वले पढ्नेछ कि यसपटक नेपाली जनताले इतिहास लेख्नेछन्, हामीले होइन, तपाईँहरूले। हाम्रा नेपाली जनताले यसपटक इतिहास लेख्नेछन् र नेपाली जनताले भन्नेछन् यो त अति भयो। संसारका अरू देशहरू विकासमा फड्को मारिसक्दाखेरि पनि हामी आपसी कलहमा लडिरह्यौँ। अब यो युगलाई हामी अन्त्य गर्नेछौँ भनेर तपाईँले भन्नुहुनेछ। मसँग, जिताजीसँग, हरिजीसँग एक मात्र भोट छ। बाँकी भोट तपाईँसँग छ। त्यो तपाईँले मङ्सिर 4 मा हामीलाई दिनुहुनेछ। हामी आफ्नो एउटा भोटबाट केही पनि गर्न सक्दैनौँ होला, तर त्यो भोटमा तपाईँको भोटहरू थपिरहँदा हामी एक भोटको जवाब यसै गरी चोकमा उभिएर दिने प्रतिबद्धता र आँट बोकेर आएका छौँ। हामी भोट लिएर गएर हराउनका लागि आएका होइनौँ, एक भोटको जवाब दिनका लागि आएका छौँ। मलाई विश्वास छ यो हाम्रो छोटो भेटघाट यसपछि हाम्रा उम्मेदवार, यो मेरो निर्वाचन क्षेत्र भएको हुनाले म तपाईँको घर दैलोमा आउनेछु। तपाईँलाई लागेको कुरा, यदि तपाईँलाई यो मैले भनेका कुराहरू चित्त बुझेन भने मलाई आफ्नो घरमा हस्ताक्षर गर्न लाउनु होला। कन्ट्र्याक्ट गरे जसरी ल्याप्चे लगाउन लाउनु होला। म ल्याप्चे लगाउँछु आफूले बोलेको कुरामा, म हस्ताक्षर गर्छु। मेरा उम्मेदवारहरूले तपाईँसँग हस्ताक्षर गर्नेछन्। बोलेको कुरा पुर्याउनुपर्छ, नभए बोल्नु हुँदैन। हाम्रा उम्मेदवारहरूलाई मैले भनेको छु, एउटा कुरा बोल्नुहोस्, म एउटा काम गर्न सक्छु मात्र भन्नुहोस्, त्यही एउटा काम गर्नुहोस्। तर 100वटा काम गर्छु भनेर बाचा गरेर आउनुभयो र एउटा पनि गर्नु भएन भने हाम्रो पार्टीमा तपाईँको लागि स्थान छैन। बरु एउटा मात्र काम गर्न सक्छु भन्नुहोस्, बरु म केही पनि गर्न सक्दिनँ, नीति मात्रै बनाउँछु भन्नुहोस् र त्यसैमा हस्ताक्षर गरेर आउनुहोस्। तर झुटा आश्वासन नेपाली जनतालाई दिने काम बन्द गर्नुहोस्। म दिन्न, तपाईँहरू पनि नदिनुहोस्। जति सक्छौँ त्यति बोल्छौँ, जति बोल्छौँ त्यति गर्छौँ। हस्, आजको लागि यो भेटघाटलाई यहीँ छुट्याउँछु। घर घरमा तपाईँसँग भेट्न हामी आउने नै छौँ। अनेक अवसरमा तपाईँहरूसँग भलाकुसारी हामी गर्ने नै छौँ। म यहीँ रहेको छु, तपाईँहरूको सुख दुःखका साथ रहेको छु। र मैले भनेको छु हरेक निर्वाचन क्षेत्रमा गइसकेपछि त्यो निर्वाचन क्षेत्रबाट चाहे जितोस् चाहे नजितोस्, त्यो उम्मेदवार त्यो निर्वाचन क्षेत्रको जिम्मेवार मान्छे हो। 2 नम्बर क्षेत्रका मानिसहरूले अब आफूलाई जे परे पनि मलाई सम्पर्क गर्नुहोला। म छु तपाईँको लागि म छु। तपाईँलाई कसैले अन्याय गर्यो म छु, तपाईँलाई कसैले अत्याचार गर्यो म छु, तपाईँमाथि कसैले विभेद गर्यो म छु, घरेलु हिंसामा कोही महिला पर्नुभयो म छु, तपाईँलाई अस्पतालमा कसैले ठग्यो, कुनै काम गर्न जाँदा कसैले ठग्यो, सरकारी कार्यालयमा कसैले घुस माग्यो म छु। 2 नम्बर क्षेत्रका लागि म छु। 3 नम्बर क्षेत्रका लागि जिता बराल हुनुहुन्छ। 1 नम्बर क्षेत्रका लागि हरि ढकालजी हुनुहुन्छ। देशैभरि 131 जना राष्ट्रिय स्वतन्त्र पार्टीका अहिले उठेका व्यक्तिहरू, चुनावमा लडेका व्यक्तिहरू, चाहे तिनले चुनाव जितुन् चाहे तिनले नजितुन्, राजनीति गरुन्जेल ती तपाईँका मान्छेहरू हुन्। जे परे पनि ती हाम्रा मान्छेलाई सम्पर्क गर्नुहोला। हस्, यति भन्दै यो सभाबाट म बिदा चाहन्छु। तपाईँहरूसँग निरन्तर भेटघाट भइ नै रहनेछ, निरन्तर भेटघाट हुनेछ। म चुनाव जित्न होइन काम गर्न आएको मान्छे हो, प्रमाणित गरेर देखाउनेछु। हस्, सबको जय होस्।